यहाँनिर आइपुगिसकेपछि जहिले पनि माथिको टुप्पोलाई ताग्नु होला। त्यो पोलको एकदम स्लोमा तपाईँहरूले अड्डिन सक्नुभयो भने त्यो एड घुमाउन त गाह्रै छैन। भाइब्रेसन आउँछ, हल्का आवाज चेन्ज हुन्छ, यतिको हल्का एक्सिलेटर लिने, ब्रेक छोड्ने, खुट्टा माथि ट्याक्कर। नमस्ते अनि स्वागत छ आजको हाम्रो यस भिडियोमा। आज चाहिँ म तपाईँहरूलाई बाइकको एड कसरी घुमाउने भन्ने बारेमा भिडियो लिएर आएको छु। टक्क लाएर हेर्नु होला अन्तिमसम्म। भिडियो सुरु गर्छु म। सुरुमा चाहिँ तपाईँहरूले हेलमेट लाउनु होला। हेलमेट यसरी ट्याक्कै हेलमेट लाएर यो हेलमेटको क्लिप मजाले लाउनु पर्ने हुन्छ है। यति गरिसकेपछि स्ट्यान्ड लाउनु होला, अनि चाबी अन गरेर अनि स्टार्ट गर्नु होला बाइकले। अनि त्यसपछि गियर हालेर अगाडि बिस्तारै लानुपर्ने हुन्छ है। सुरुमा हामी जहिले पनि बाइकको एड घुमाउँदाखेरि राइट साइडबाट छिर्नुपर्ने हुन्छ। यसरी एकदम स्लोमा अलि अगाडि च्याप्नुपर्ने हुन्छ यसरी हैन। यसरी च्यापेर अनि माथिको माथि च्याप्नुपर्ने हुन्छ छेउमा यसरी। पहिला एकचोटि मैले घुमाएको हेर्नु होला, अनि त्यसपछि म तपाईँहरूलाई कुन साइड च्याप्ने सबै भन्छु। यसरी एकदम बिस्तारी हल्का एक्सिलेटर लिने, हल्का एक्सिलेटर खेलाइराख्ने, अनि क्लचलाई हाफ क्लचमा चलाउनु पर्ने हुन्छ है। धेरै स्पिड चलाउनु भएन यो एड घुमाउँदाखेरि हैन। यसरी नै घुमाउनु पर्ने हुन्छ है। यसरी नै घुमाएर हैन। यसलाई चाहिँ 1.5 मात्र घुमाउनु पर्ने हुन्छ हैन। मैले चाहिँ अहिले तपाईँहरूलाई सिकाउनका लागि पुरा घुमाएर देखाउँछु हैन। ट्रायलमा चाहिँ हामीले 1.5 घुमाउनु पर्ने हुन्छ। यो अगाडिको लाइनलाई चाहिँ एकदम च्यापेर हामी जुन पहिला यहाँनिर आइपुगिसकेपछि जहिले पनि माथिको टुप्पोलाई ताग्नु होला। त्यो पोलको टुप्पोलाई तागेर यसरी यो टुप्पोलाई यसरी यहाँनिर पुऱ्याएर घुमाउनु होला। किनकि यहाँ च्याप्यो भने चाहिँ यहाँनिर टर्न मजाले पुग्छ हैन। कतिपयले चाहिँ हैन यो टर्नलाई यो अगाडि च्याप्दैन क्या, त्यही मिस्टेक हुन्छ हैन। त्यही भएर चाहिँ यो एड घुम्दैन क्या। सुरुमा चाहिँ त्यसलाई नै ताग्ने कि यहाँनिर आइपुगिसकेपछि नि त्यहीँनिर ताग्ने, त्यहाँनिर माथि अघिको ठाउँमा आइपुगेर नि त्यहीँनिर ताग्नुपर्ने हुन्छ हैन। अनि यसलाई बिस्तारै उठाउनु पर्ने हुन्छ यसरी। यसलाई च्याप्ने यसरी। यसलाई मजाले अगाडिको लाइनलाई च्यापेर यसरी घुमाउनु भयो भने एड मजाले कटिन्छ हैन। नातिकन एकदम मजाले मैले भने जसरी त्यो टुप्पोलाई ट्याक्क ताग्नु। यसरी यो टुप्पोलाई बरु सुरुमा छोएरै घुमाउनु हैन, केही हुँदैन। क्लच धेरै नछोड्नु, एक्सिलेटर धेरै नलिनु, अलिअलि एक्सिलेटर हाफ क्लचमा खेलाइराख्नु पर्ने हुन्छ हैन। यतिको गरिसकेपछि ट्याक्क मिलिनु यहाँनिर आइपुगिसकेपछि यो टुप्पोलाई अनि फेरि यो छेउछेउ च्याप्ने के यसरी। त्यस अगाडि चाहिँ एकदम च्यापेर घुमाउनु पर्ने हुन्छ हैन। हामीले जुन अगाडिको सुरुमा सिक्दाखेरि चाहिँ यो लाइनलाई छोएरै सिक्नु